ल हेर्नु साथीहरू, आज बिहानको घटना हो यो होइन, 4 बजे बिहानको घटना। यो धनगढीदेखि तरकारी लिएर जाँदै रहेछ मिनी टाटा माथि। गाडी नम्बर चाहिँ मलाई थाहा भएन, नखुलेको होइन। यो माथिबाट तल गएको रहेछ एउटा गाडी। मैले दृश्य देखेको, जस्ट फोटो मात्र, यो भिडियो मात्र बनाएको हो होइन। बिहान गएको रहेछ माथिबाट तल। मान्छे चाहिँ उपचार भइरहेछ अरे धनगढीको हस्पिटलमा होइन। तर मरेका चाहिँ छैन अहिलेसम्म कोही पनि। तर गाडीको अवस्था चाहिँ एकदम नाजुक छ कि नाजुक। माथिबाट तकरिबन 1300-1400 मिटर तल गयो होला होइन। यो हेर्नु, गाडीको अवस्था यस्तो भएको छ। त्यस कारणले गर्दा गाडी चलाउँदा एकदम ध्यानपूर्वक के। यदि निन्द्रा लाग्छ तपाईँहरूलाई, साइड लगाएर सुत्दिनुहोस्। 2-4 घन्टा ढिलो भयो केही फरक पर्दैन होइन। मदिरापान गरेर पनि नचलाउनु होला। अर्को कुरा, अनावश्यक ठाउँ छैन भने ओभरटेक नगर्नु होला। सावधानीपूर्वक चलाउनु, किनभने तपाईँको पछाडि पनि तपाईँलाई हेरेर, तपाईँलाई देखेर चित्त बुझाएर बस्ने मान्छे छन् होइन। त्यस कारणले गर्दा अरूको लागि या आफ्नो लागि, आफ्नो ज्यानको लागि भयो भने सही सलामत गरेर एकदम सावधानीपूर्वक गाडी चलाउनु होला है।